गाइस नमस्ते। आज हामी देउराली जेठानी एउटा मतलब आफ्नो मनको कुराहरू खोल्दैछौँ कि मैले कहिले पनि यिनलाई भनेको छैन के मेरो मनको कुराहरू तिमीलाई कस्तो के मन पर्छ भनेर। अनि यिनले पनि मलाई भनेको छैन कि मलाई यिनले कति मनको कुराहरूलाई कस्तो सुहाउँछ भन्ने हेर्नु है। ल गाइस ध्यान दिएर केयर गरेर हेरिदिनु होला, लाइक सेयर कमेन्ट पनि गरिदिनु होला। र अब हामी स्टार्ट गर्छौँ है। मैले के यिनलाई कहिले पनि भने होइन तिमीलाई कति राम्रो देखिन्छ कि यो गालामा देखिन्छ। लिपस्टिक लाऊ अब म तिमीलाई भन्छु है। कस्तो राम्रो देखिन्छ है। कस्तो भयो? कस्तो राम्रो देखिन्छ। यसमा रातो लगाऊ मेरो जस्तो गरेर। कति राम्रो सुहाएको कि तिमीलाई तिमीलाई यो के यो चिउरोमा कि यो चिउरोमा मेरो यस्तो कालो के दारीको कस्तो राम्रो देखिन्छ नि। वाउ कस्तो राम्रो देखेको है। ल अब मलाई अब तिमी यसमा दारी लगाऊ, दारी बनाऊ क्या, दारी बना। तिमीलाई मैले भनेको छैन कि तिमीलाई कि यहाँदेखि यहाँसम्म पुरै यो होडदेखि पुरै के यो यहाँसम्म रातो लगाऊ कस्तो राम्रो देखिन्छ। कस्तो राम्रो देखेको है तिमीलाई त कस्तो सुट गरे के। अब तिमी के तिमी यो गालामा रातो बनाऊ, यो गालामा कालो लगाऊ क्या। ल कस्तो देखिन्छ? दामी दामी राम्रो देखिन्छ। तिमीलाई के मैले कहिले पनि भनेको छैन कि तिमीलाई यहाँनिर के यहाँ यहाँदेखिबाट यहाँसम्म कालो नै के अब कालो लगाएको छु नि त कालो राम्रो देखियो। अब यसमा यस्तो सर्र पारेर रातो यहाँदेखिबाट यहाँसम्म पुरा सिन्दुर लगाइदिनु लगाऊ। वाउ कस्तो राम्रो देखियो। तिमी त जस्तो रहेछ भाइ, बहुत राम्रो देखिन्छ। अनि के मेरो जेठानीलाई जेठानी दिदीलाई कसैको नजर नलागोस् भनेर एउटा यहाँनिर चन्द्रमा के हुन्छ नि कालोमा कालो चन्द्रमा लगाएर त्यसमा पाउडर लगाउने के कसैको नजर नलागोस् है। वा मेरो जेठानी दिदीलाई अब कसैको नजर नलागोस् है त। राम्रो देखेको छु दामी। मैले कि तिमीलाई के कहिले भनेको छैन कि यो आँखाको के यहाँ माथिबाट त कालो लगाउँछ राम्रो देखिएको छ आइब्रो, अब तलबाट नि यस्तो कालो लगायो भने यस्तो राम्रो देखिन्छ। राम्रो देखिन्छ कस्तो राम्रो देखिन्छ। कस्तो राम्रो देखेको कि तिमीलाई कति सुट गरेको छ कि कस्तो बाँदरका जस्तो मुख भएको छ नि। दामी देखेको छ भाइ तर तिम्रो। ल अब तिमी के तिमीले यो चिमडामा यसमा के रातो लगाऊ है। रातो लगाउने कस्तो देखियो? दामी दामी राम्रो छ। ल अब मैले तिमीलाई के मैले कहिले भनिनँ तर एउटा कुरो के तिम्रो यो नाकमा के यो नाकमा यहाँ पनि रातो गराएपछि यस्तो राम्रो देखिन्थ्यो कि सुन्छ होला र दामी देखिन्छ। वा कस्तो राम्रो देखियो है। अब तिमी नि एउटा यस्तो गर तिमी यहाँबाट ठ्याक यस्तो लभको चिन्ह बनाऊ क्या। ल रातोले रातोले रातो नै कालोले कालोले ल कस्तो देखियो? कस्तो लभको चिन्ह राम्रो देखिएछ। फाइन। ल तिमीलाई राम्रो लाग्यो। मैले के तिमीलाई के कहिले भनिनँ के तर भन्न मन त लाग्थ्यो तर मैले भनिनँ तिमीलाई के यहाँनिर पनि यहाँ चन्द्रमा बनाउने यहाँ सूर्य बाबा बनाउने देखिन्छ। वाउ कस्तो राम्रो देखिएको भाइ। ल गाइस फाइनल लुक छ कस्तो देखियो? राम्रो देखियो मेकअप
अनि लाइक कमेन्ट सेयर गर्दै सब्सक्राइबहरू पनि गरिदिनु होला अनि फलो पनि गर्नु होला फलो ब्याक सबलाई मिल्नेछ ल बाई ओके गाइज बाई। बाई